Hello guys, hello after long time पछि फेरि हाम्रो मर्निङ ब्लग सुरु भइसकेको छ। र आजको वेदर चाहिँ बबालै छ। अब कति भन्नु हाम्रो साथीहरूलाई सब अल्छी भइसक्यो। अब हामी चाहिँ जति अल्छी भयो नि अब हेल्दी हुनको लागि त एक्सर्साइज गर्नै पर्यो हैन बिनाजु? पर्यो स्लिम हुनु पर्यो। धेरै मोटायो हामी दुईजना वाइल मोटाएपछि फेरि हाम्रो आफ्टर जने 7-8 मन्थ पछि फेरि हामी हाम्रो मर्निङ वाकको जर्नी सुरु गर्दैछौँ। बबाल रमाइलो भयो। हामी धेरै माइलसम्म पुगेर अनि बल्ल बिचो बाटोमा आएर फेरि ब्लग सुरु गर्दैछौँ। दामी नै छ यहाँ वेदर कन्डिसन। दामी नै छ हैन? ल हेरौँ बवाल छ। यसले ठ्याक्कै हामीलाई मुस्ताङको काभ्रे भिरको जस्तै ठ्याक्कै उसो सानो बाटो त्यस्तो हुन्छ होइन बहुत सानो बाटो छ। 1 मिस गेम फिनिस भयो यहाँनिर होइन। यसरी बाइकहरू मस्तसँग ल हाम्रो यहाँ चाहिँ मन्दिर। यो मन्दिरको स्थापना चाहिँ यहाँनिर धेरै दुर्घटनाहरू भएको कारणले गर्दाखेरि चाहिँ यहाँ मन्दिर बनेको हो। ल जय शम्भु हर हर महादेव। र यताबाट ट्र्याक्टर पनि आउँदैछ मस्तसँग लगाएर। सानो बाटो मजा छ मजा। पस्न आएको भएन आज अहिले। तर मजा भएन आज यसरी मर्निङ वाक गर्दाखेरि चाहिँ बवालै मजा। हरेक 15 दिनमा चाहिँ हामी चाहिँ 14 दिन चाहिँ सर्ट ट्रायल गर्छौँ। बिहान त्यहाँ मनारी गुम्बा भन्ने छ त्यहाँनिर हामी नर्मल 20-25 मिनट आधी घन्टासम्म वाक गर्छौँ। अनि त्यो पछि अनि अबको हरेक 14-15 दिनमा चाहिँ हाम्रो यसरी लङ वाक हुन्छ। हामी सबै दृश्यहरू हाल्छौँ युट्युबमा। गाइजहरू लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला हाम्रो च्यानललाई। यहाँ बाटो यस्तो खत्तम छ है। यहाँबाट यत्रो चाहिँ यहाँबाट यो थुप्रो झऱ्यो भने सक्यो क्या। यस्तो छ कन्डिसन। यहाँ सानो छ त भिर बहुत ठुलो छ। डेन्जरै छ डेन्जरै। यस्तो बाटोमा जाउँ भेना छ। यसरी हिँड्नु परेको छ। ल यहाँबाट सिधै तल हो। यहाँबाट कहाँ पुगिन्छ तल सिधै हो। यसले हाम्रो यहाँबाट झऱ्यो भने लाइफ ड्यामेज। हेलो भाइ के छ? मर्निङ आएको यार। अब गाउँपालिकाको भाइ हस्पिटलमा काम गर्छ। कहिले? 15 यस्तो छ क्या मर्निङ वाक गर्न। बहुत रिक्स यो ठाउँ चाहिँ। रिक्स भए पनि अब त्यही हो राम्रो ठाउँ जानलाई केही रिक्सहरू लिनै पर्छ होइन बेना। अब यस्तो छ बाटो। हेर्दाखेरि त नर्मल देखिन्छ भिडियोमा तर रियालिटीमा आउँदाखेरि कुन बेला कुन छेड कहाँबाट ढुङ्गा टाउकोमा आइलाग्छ भन्ने ठेगान छैन यो बाटोमा। बबालै छ दामी छ दामी। लगभग हाम्रो आज चाहिँ ठ्याक्कै 1.5 घन्टाको भयो नि त बेनाजु। आज हामी हिँडेको 1.5 घन्टा।
बवालसँग यहाँ चाहिँ यस्तो त छ। अब यहाँबाट कुन बेला कुन क्षणमा कहाँबाट ढुङ्गा गुल्टेर आउने हो थाहा छैन। यहाँ रेडी टु फल भने यसलाई भन्छ, रेडी टु फल। यही ढुङ्गाहरूलाई भन्छ रेडी टु फल। कुन बेला माथिबाट पानी आउँछ ग्याराम ऱ्याम। ल हाम्रो बवाल दृश्य। अब यता पनि दामी आउँछ। कहाँ ए ल ल कुखुरावाला होइन त। ल बाटो पैँची खुट्टा दुख्नु कम भयो। त्यो अघि त्यो जाम भएर चाहिँ बिना त्यो नडौडेर क्या बल्ल अहिले ठिक भइस। दुख्दा पनि हिँडेर सन्चो पनि हिँडेर दौडेर। ल बवाल छ। यस्तो यस्तो भिड छ के भन्ने। थोरै रिक्सा हेर्नु यसरी ढुङ्गा यसरी गुल्टेर आउँछ यहाँनिर। अनि हेर्नुहोस् दुईपट्टि नै जङ्गल र यहाँबाट कुन बेला यसरी ढुङ्गा कुन छेउमा ढुङ्गा गुल्टेर आउँछ थाहा छैन। बवाल कति फोर्समा पानी आएर होला। यतापट्टि चाहिँ हाम्रो ट्विन यो ठाउँलाई चाहिँ यतापट्टि ठाउँलाई ट्विन भन्छ होइन। त्यहाँ माथि राम्रो पिकनिक स्पट पनि छ। हेर्दाखेरि त्यहाँनिर सम्म ठाउँ जस्तो छैन देखिन्छ होइन, तर बवालै छ त्यहाँनिर पिकनिक स्पटको लागि बवाल ठाउँ छ। ल बिनाजु पनि यहाँ हिँड्नु हुन्छ। ल बिनाजु हिँड्नु अल्छी हुनुहुन्न। केटाहरू त हाम्रो केटाहरू त सब अल्छी भइसके, हामी अल्छी हुनुहुन्न। दौडिनुपर्छ मस्तसँग। बवाल बवाल ठाउँ छ। ठाउँ त हो के बनेको हो। बवालै छ बवाल छ। तर बिहान सुरुमा त अल्छी लाग्यो हाम्रो 2 हप्ताको दौरानमा बिहान उठ्नलाई होइन। तर जब उठ्ने बानी बसिसकेपछि चाहिँ हामीले अलार्म राखेको भन्दा 2-3 मिनट अगाडि बिउजिँदो रहेछ हामी होइन। जसको बानी बस्छ बिहान उठेर हिँड्ने वाक गर्ने दौडिने। अब आज फेरि हाम्रो मनाइ 15 गते 1 र 15 जहिले पनि बन्द हुन्छ। पहिला आजभन्दा 3 हप्ता अगाडिसम्म हामी चाहिँ ठ्याक्क 1 र 15 आउने बित्तिकै चाहिँ हाम्रो काम भनेको बिहान 7 बजे 8 बजीसम्म सुत्ने नै हो। तर जुन अहिले यो ठ्याक्कै 2 हप्ताको दौरानको यता चेन्जमा हाम्रो काम भनेको चाहिँ बिहान ट्याक्क 5 बजे उठ्ने, लगभग 1 घन्टासम्म चाहिँ यो म्याक्सिमम् 1 घन्टासम्म चाहिँ दौडिने नै हो। र हाम्रो यहाँबाट अब मनारी पुलको दृश्य देखाउँछ हामी। मनारी पुल दामी दृश्य मनारी पुलको बवालै छ। तर के भन्नु पानी चाहिँ लास्टै 4 छ। पानी त परेको थिएन तर अब 4 हुनुको पनि अब हामीजनाहरू धेरै छन्। पानी नपर्दाखेरि खोला यस्तो फोर्स। ल हेरौँ सबैभन्दा डेन्जर चाहिँ अब यहीँ हो। यहाँबाट चाहिँ डेन्जरै पहिरो आइरहन्छ। माथिबाट लेदो सुत्दो जहिले पनि लेदो आउने भने यहीँबाट। यहाँ चाहिँ डेन्जर भिड। खोज भन्छ खोज बवाल खालको भन्छ। हेरौँ है त बवाल छ बवाल। दृश्य हो यहाँ यसरी ढुङ्गा झर्यो। कहाँबाट कुन ठाउँबाट कुन बेला ढुङ्गा झर्छ ठेगान छैन। कि यो यहीँबाट आएको पहिरो हो। यहाँबाट बवालसँग आउँछ।
कहाँ हो कहाँ कहाँबाट हो कहाँबाट आउने है सबभन्दा डेन्जर आउने भेना यहीँबाट तल त्यहाँ हो यहाँ तल ट्विन तलपट्टि त्यसको थुप्रो ऊ भएको कि यति माथि छ कि यति माथि छ कि पुरै रगर जाउँ भेना बबाले छ बबाले कति पैसा आएको हिँड्दा 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 र 5 किलोमिटर जति भयो अन्त भेना चाहिँ हाम्रो आज 5 देखि 7 किलोमिटर मिनिमम पनि अब म्याक्सिमम त ठ्याक्कै भन्न सक्दैन तर त्यति आज दौड्यो हामी दौड्यो हिँड्यो त्यही हो मिलाएर कति 6:30 भयो ए 6:45 ठ्याक्कै 1 घन्टा 20 मिनट भयो हामी हिँडेको दामी आज भ्लग अलि राम्रो हजुर चिसोको बोट यस्तो भिर पाखामा यता ढुङ्गा झर्छ अनि यहाँ दौडिन डर छैन त अनि कहाँबाट कुन बेला कुन ठाउँबाट ढुङ्गा आइपुग्छ थाहै छैन अब हाम्रो यहाँबाट चाहिँ मनरी बजारको राम्रो दृश्य देखिन्छ उहाँ बोर्डमा पनि लेखेको छ मनहरी बजार भनेर ल अब हाम्रो गन्तव्य आइपुग्न लागिसक्यो ल मनहरी र राक्सिराङको सिमाना आइपुग्न लागिसक्यो र आजको हाम्रो ब्लग लगभग इन्ड हुन लागिसक्यो होइन त भेनाजु अब आजको लागि यति नै स्टे ट्युन गाइज अल्छी हुनुहुन्न गाइजहरू उठ्नु पऱ्यो बिहान बिहान हेल्दी हुनु पऱ्यो दौडिनु पऱ्यो अनि बल्ल हेल्दी हुन्छ नत्र हामी जस्तै मोटाएर पुरै एजमै पुरै हिँड्न नसक्ने उठ्न नसक्ने मोटाएर त्यही भएर बेलैमा एक्सर्साइज गर्नुपर्छ हेल्दी रहनुपर्छ हेल्दी फुड खानुपर्छ ल गाइज स्टे ट्युन